आज अक्टोबर 19, 2025 गते आजको दिनमा नेपाल स्टक एक्सचेन्ज नेप्सेमा के कस्ता प्रगति भयो, स्टकहरूले कस्तो पर्फर्मेन्स गरे आज आज दिनभरिमा स्टकहरूको एभरेजमा पर्फर्मेन्स कस्तो रह्यो भनेर नेप्सेको बारेमा थोरै जानकारी आजको मार्केटको बारेमा लिगौँ। सो आज नेप्सेमा टोटल गेन हेर्ने हो भने आज 16.67 पोइन्टले चाहिँ आज नेप्से इन्डेक्स चाहिँ आज बढेको देखियो। यसरी 16 पोइन्टले मार्केट चाहिँ पोजिटिभ डाइरेक्सनमा गएको देखियो र मार्केट चाहिँ लास्टमा 2503.85 मा गएर मार्केट आज क्लोजिङ देखियो। 16 पोइन्टले मार्केट बढेको हुँदाखेरि 0.67%ले मार्केट गेन देखियो। त्यही अनुसार चाहिँ 163 स्टकहरू चाहिँ पोजिटिभ डाइरेक्सनमा मुभ भएको देखियो भने 78वटा स्टकहरूले चाहिँ नेगेटिभ डाइरेक्सनमा मुभ देखियो र साथसाथै 8वटा स्टकहरू चाहिँ अनचेन्ज नै देखियो भन्नुको मतलब त्यसमा चाहिँ त्यो स्टकमा चाहिँ कारोबार भएनन्, बाइङ पनि भएन, सेलिङ पनि भएन स्टकहरूमा चाहिँ। सो यसरी मार्केटको आज दिनभरको अवस्था हेर्ने हो भने सुरुमा मार्केट चाहिँ थोरै स्लो डाउन नै देखिन्छ 2489 पोइन्ट, अनि त्यस्तै गरी मार्केट थोरै चाहिँ 2483 पोइन्टमा पनि झरेको देखिन्छ 11:30 बजेको आसपासमा। त्यसपछि मार्केट बिस्तारै बिस्तारै गरेर मार्केट चाहिँ थोरै अपवर्ड डाइरेक्सनमा मार्केट पुगेको देखिन्छ। दिउँसो 12 बजेको आसपासमा मार्केटले 2500 पोइन्ट पनि होल्डै गर्यो। त्यसपछि मार्केट चाहिँ त्यही रेन्जमै बस्यो, थोरै 2498को पोइन्टमा आए तापनि दिनभर मार्केट चाहिँ ओभरअलमा 2500कै रेन्जमा टिकिरह्यो। तर क्लोजिङ हुने पोइन्टमा चाहिँ लास्टतिर आउँदाखेरि मार्केट 2:30-2:40तिरको आसपासमा 96को आसपासमा झरे तापनि तर क्लोजिङ भने राम्रो नै देखिन्छ। 2503मा चाहिँ क्लोजिङ देखियो। 16.67 पोइन्टले चाहिँ मार्केट बढेको देखियो। यसरी मार्केटमा हेर्ने हो भने 2.79 चाहिँ टोटल टर्नओभर अर्बको चाहिँ टर्नओभर देखियो भने टोटल ट्रान्जेक्सन चाहिँ 28,737 किताको चाहिँ ट्रान्जेक्सनहरू देखियो। स्क्रिप्टमा चाहिँ हाम्रो 323वटा स्टकहरू चाहिँ स्क्रिप्टमा देखियो भने यसरी सरसर्ती हेर्ने हो भने दिनभरिमा सबैभन्दा धेरै टप गेनर र टप लुजरमा पनि पर्फर्मेन्स हेरौँ एकचोटि। सो टप गेनरको रूपमा चाहिँ आज हाम्रो आत्मनिर्भर लघु वित्त संस्था लिमिटेडले चाहिँ 10% को पोजिटिभ सर्किट देखाएको छ। 609 रुपियाँको मुभमेन्टका साथ स्ट्रङ बाइङहरू आएको छ स्टकमा। सो 6710 रुपिसमा चाहिँ स्टक क्लोजिङ भएको देखिन्छ। त्यस्तै गरी अर्को स्टक हिमालयन पावर भनेको पार्टनर लिमिटेडले पनि 9.89% को गेन देखाएको छ। स्टक 46 पोइन्टको मुभमेन्ट देखिन्छ। त्यस्तै गरी भगवती हाइड्रो पावर, साथसाथै तपाईँको एसियन हाइड्रो पावर लिमिटेड, अनि चाहिँ अभिनय लघु वित्त संस्था लिमिटेड, अभियान लघु वित्त संस्था लिमिटेडले पनि राम्रो पर्फर्मेन्स गरेको देखिन्छ आज दिनभरि। त्यस्तै गरी यसो सरसर्ती टप लुजरहरूमा पनि एकचोटि हेर्ने हो भने स्टकहरू चाहिँ हिमालयन यो 80-20 यो म्युचुअल फन्डको बोर्डमा चाहिँ 6% को लस देख्न सकिन्छ। त्यस्तै गरी कालिका लघु वित्त संस्था 3.94% को लस। त्यस्तै गरी प्रभु स्टिल फन्ड त्यसमा पनि 3.5% को लस। अनि एनएमआइसी नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडमा पनि 3.7% को डाउनफल देखिन्छ र मुक्तिनाथ विकास ब्याङ्क लिमिटेडमा पनि 3.5% को डाउनको साथ स्टक चाहिँ 370 रुपियाँमा क्लोजिङ देखियो। ओभरअलमा मार्केटको दिनभरको अवस्था मार्केट पोजिटिभ डाइरेक्सनमै देखियो आज दिनभरि। मार्केट सुरुमा केही स्लो देखिए तापनि मार्केट क्लोजिङ हुने बेलामा चाहिँ माथिल्लो बिन्दुमै क्लोजिङ भएको देखियो। सो यो तिहारभन्दा अगाडिको अब मार्केटको आजको ट्रेडिङ थियो। अब मार्केट अब तिहार पछाडि नै खुल्छ। अब